हेलो साथी, गुड मर्निङ, नमस्ते। आज चाहिँ म नेपाली स्टाइलमा माछाको रेसिपी लिएर आएको छु। लास्टसम्म हेरेर साथ दिनु होला। माछा चाहिँ हिजो केलाई गरी प्रेसर लगाएर अनि मोलमाल पारेर फ्रिजमा राखेको थियो। हल्का आइस जस्तो पनि भएछ कि अनि निकाल्दैछु। हेर्नु न, माछा पनि थोरै थिएन काटेको, लामो सिङ्गै पनि थियो अनि काटेको माला पनि थियो। भिडियो चाहिँ 1300 पारेर बनायो होला भनेको, हेर्नु न सिधा भएछ जस्तो भयो नि, हेरिदिनु होला। अनि टक्क मरमसला हालेर लसुनको पेस्टहरू हालेर मोलमाल पार्छु मजाले। फ्रिजमा राखेर अररिएको माछा मजाले तारिन्छ अनि रेडी हुन्छ। मसला पनि मोलमाल पारेर सकिन्छ। अब यसलाई चाहिँ तार्नु पर्ने हुन्छ साथीहरू। अनि म ग्यासमा कराई बसाउँछु। कराई मजाले तात्तिन्छ अनि तेल धुवा आउने भएपछि माछालाई हाल्ने। अगाडि नै हाल्यो भने चाहिँ सबै टाँसिन्छ। अनि त्यहाँ माछा चाहिँ हाल्नुपर्ने हुन्छ। अनि एक साइड मजाले पाकेपछि मात्रै अर्को साइड फर्काउनु पर्ने हुन्छ। अनि फर्किन्छ मजाले, टाँसिँदैन। नभए कराई नतात्ती तेल पनि मजाले नतात्ती हाल्यो भने चाहिँ फर्किँदैन। फेरि हेर्नु न कति मजाले फर्किरहेछ पुन्युले पनि। अनि यसलाई फर्काउने, त्यस पछाडि अर्को साइड पनि मजाले पकाउने सानो फ्लेममा। ग्यासको फ्लेम चाहिँ एकदम लो हुनुपर्छ, नभए डढिहाल्छ। अनि पाक्छ, त्यसलाई निकाल्ने। फेरि अर्को लट माछालाई हालिदिने। त्यसो गर्दै गर्दै माछाहरू सबै तार्दै जाने। अनि म आफूतिर पनि देखाउँदै बसिरहेको छु माछा रुँगेर। त्यस पछाडि पकाउँदै यति माछा चाहिँ तारिसकिन्छ। फेरि अर्को लट तारिदिने। अनि अब 3टा मात्र बाँकी रहन्छ तार्न, यति तारिसक्छु। त्यस पछाडि ग्रेभीको लागि अब मसला रेडी गर्ने। कराईमा तेल हालेर प्याज हाल्ने। प्याज हल्का रातो भएपछि बेसार पनि लगाइदिने। बेसार लगाउने। त्यस पछाडि एकछिन चलाउने ओर्ने टक्क पारेर अनि मसलाहरू पनि हालिदिने। मजाले चलाउने। मसला जति पाक्यो त्यति मिठो हुन्छ माछा चाहिँ। अनि माछाको मेन मसला भनेको चाहिँ सर्स्युँ अथवा तोरीको ढुटो हो, त्यो लगाउने। काँचो पिसेर लाउँदा अझै राम्रो हुन्छ। अनि टमाटर पनि लगाइदिने। अनि यसलाई मजाले चलाउने। अनि नुन हालेपछि टमाटर अलिक छिट्टो पाक्छ नि त। नुन पनि हालिदिने। कति हाल्ने हो रस त्यही अनुसारले, कतिजनाको लागि। अनि मसला पाके पछाडि पानी लगाउने। कति रस हाल्ने, कतिजनालाई हो भनेर। अनि त्यस पछाडि मजाले बकबक भएर सबै उम्लिन्छ। अनि माछा पनि लगाइदिने। कतिवटा लाउने हो होइन, कति खाने त्यही अनुसारले। अनि माछा पनि मजाले उम्लिन्छ। जति उमालो त्यति मिठो हुन्छ नि त माछा त। मैले चाहिँ 10-15 मिनट मजाले उमालेँ। अनि धनिया पनि हालिदिएँ अनि सकियो। अनि मैले चाहिँ एकजनालाई चाहिँ खाना पस्किदिइहाल्नु पर्ने हुन्छ, खाना पनि पस्किन्छ।